आफू सही हुनुपर्छ। समयले चाहिँ मान्छेलाई कतिखेर चाहिँ कुन अवस्थामा पुर्याउँछ भन्ने कुरा चाहिँ त्यो कसैले पनि थाहा हुँदैन क्या। त्यही भएर बोल्दा हिँड्दा हरेक कुरोमा सोच्नुपर्छ भन्ने कुरा एकदम सही कुरा हो क्या। यस्तो शब्द बोल्नुहुन्छ अन्तिम इच्छा भन्ने शब्द बोल्दै हुनुहुन्छ। यसको शब्द होइन सर, नो सर। तपाईँले बोल्नु भएको अहिले अन्तिम इच्छा भने चाहिँ के हो सर? यो भन्नु त। जानलाई चाहिँ अन्तिम इच्छा भनेर त्यही होइन त। त्यस्तो बोलिँदैन नि सर। सर डेढ साहब हुनुहुन्छ, अन्तिम इच्छा भन्ने हुन्छ सर। एउटा पक्राउ गर्न आएको मान्छेलाई अन्तिम इच्छा भन्ने हुन्छ, त्यस्तो हुँदैन नि सर। त्यस्तो हुँदैन नि सर। सर अन्तिम इच्छा एउटा होइन, अदालतले दिएको आदेश, अदालतले दिएको आदेशलाई अन्तिम इच्छा भन्यो सर। एउटा डिएसपीले एउटा पक्राउ गर्न आएको व्यक्तिलाई अन्तिम इच्छा भन्दै हुन्छ उहाँले। आजलाई चाहिँ तपाईँहरूले चाहिँ एकचोटि कानुन व्यवसाय सल्लाह गरेर जान्छु भनेर भने होइन, अन्तिम इच्छाको अर्थ के हो? देशब हजुरको नाम के हो अरे? हजुरको नाम होइन, नाम त भन्न मिल्यो नि सर। देशब